क्रोधित बुद्ध सहित वडा नम्बर 3 पञ्चकन्या मुनि आर्यन टोल भने क्या हो सबलाई थाहा होला मुजी हेर्दा जस्तो देखिन्छ हामी त्यस्तो छैन बुझिस त हेर्दा सफा चट्टा तेरो सोच नै प्रदूषित तेरो सोच नै प्रदूषित त हेर्दा सफा चट्टा तेरो सोच नै प्रदूषित ढाक्दिने होइन बढी नाच्ने हामीलाई फरक पर्दैन मारपिटले सुन्छु कुरा काट्छ अरे मेरो रानीले सक्छस् भने आएर गोली ठोकी मारिदे तर बेसी आइमै जस्तो त कुरा नगर ठेसको ग्रेन्ड फादर हो म तेरो बुझिस् त्यो खेलको ढाक्दे त ज्ञानको मुजी ढाक नदे ग्याङको मेरो कथाबाट सिक खेल कस्तो हुन्छ अनि खेलाडी र खेलको मलाई मारे पनि चिक्नी मेरो बुढी हुन्न बिदुवा ताल परे गोली ठोकी चल्दिन्छु सिधुवा हामी कलमवाला ग्याङ्स्टर रोबिन कलमवाला ग्याङ्स्टर म कलमवाला ग्याङ्स्टर आई एम नट ह्यान्डसम आई एम जस्ट ग्याङ्स्टर गर्दै गर पोएसन दिन्छु म एन्सर त्यसपछि छर्लङ्गै को कति डेन्जर अनि सुनेको होला कथा खाल्छ भन्ने ठाउँ ब्रो सुनाउँछु कथा तलै खाल्छ भन्ने ठाउँको तानेकै होला अक्का खाल्छ हाम्रो ठाउँको कुटेलको कुरा हुन्छ कुरा छोड्दै टाउनको जिएएनजी ग्याङ साइड ब्याकमा 7 राउन्डको माई लाइफ इज ब्ल्याक एन्ड व्हाइट फिल दामी ब्राउनको ढाक दिने होइन बढी 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 नाच्ने वडा नम्बर 3 सिधै पञ्चकन्या मुनि आर्यन टोल भने क्या हो सबले याद राख्नु मुजी त जस्तो हेर्दा देख्छस् त्यस्तो छैन बुझिस् त हेर्दा सफा चट्ट तेरो सोच नै प्रदूषित मेरो प्याचो त औलाले कलमलाई काबु शब्दको रचना देखाउँदै जादु सब चिक्नी सर्ती हो या देखावटी साधु फेरि ओ बिनलाई आउँछ बैगुनीलाई गुनले मार्नु यस्तो चाहिँ खाल्सा आफ्नै तालमा पैसा मात्र झरोस् न सीमा आगो बाल्छ मेरो केडाहरू खालको खाएपछि आफ्नै तालमा वाल छ्याल्छ डिलरदेखि किलर दाइहरू डिलर अनि भाइहरू किलर ओबिनको थिङ्किङ हाई जस्तै कि हिटलर होइन यो बिटक सब बेला इज्जत बचेदेखि मुजी हाम्रो जीवनशैली हिपहप जे जस्तो भए पनि सब कुरा ठिक छ